नमस्ते। आज हामी एउटा निकै रोचक विषयमा कुरा गर्दैछौँ। एउटा यस्तो आर्थिक प्रणाली जसको केन्द्रमा पैसा मात्रै होइन, हाम्रो खुशी, हाम्रो कल्याण छ। हो, हामी बौद्ध अर्थशास्त्रको दुनियाँमा डुबुल्की मार्दैछौँ, जसले अर्थतन्त्रलाई हेर्ने हाम्रो दृष्टिकोणै बदल्न सक्छ। ल, एकछिन यो प्रश्नमा विचार गरौँ त। के हुन्छ होला यदि सम्पन्न हुनुको मतलब धेरै सामान थुपार्नु होइन भने? हामीले सधैँ सोच्दै आएको सफलताको परिभाषालाई यसले त पुरै हल्लाइदिन्छ, होइन त? के साँच्चै धेरै सामान हुनु नै खुसी हुनु हो? बौद्ध अर्थशास्त्रले भन्छ, एकछिन रोकिएर सोचौँ। अब बौद्ध अर्थशास्त्र सुन्ने बित्तिकै कतै यो धर्मको कुरा त होइन भन्ने लाग्न सक्छ। तर होइन, यो कुनै धार्मिक सिद्धान्त मात्रै होइन, बरु यो त एउटा सोच्ने तरिका हो, एउटा फ्रेमवर्क हो। यसले अर्थशास्त्रलाई मानिसका वास्तविक समस्याहरू जस्तै वातावरणीय सङ्कट वा सामाजिक असमानता समाधान गर्ने एउटा औजारको रूपमा हेर्छ। त्यसो भए अब हामी दुई फरक दुनियाँको यात्रामा निस्कँदैछौँ। एकातिर छ हाम्रो परम्परागत अर्थशास्त्र, जसको एउटै मन्त्र छ नाफा, नाफा र अझै धेरै नाफा। अनि अर्कोतिर छ यो बिल्कुलै फरक दृष्टिकोण, जसले नाफा होइन, कल्याणलाई पहिलो प्राथमिकतामा राख्छ। हेरौँ न त, यी दुई प्रणालीले संसारलाई कस्तो फरक चस्माले हेर्दा रहेछन्। यहाँ हेर्नुहोस् त कति ठूलो फरक छ। एउटा सिस्टमको लक्ष्य के छ? नाफा र उपभोगलाई आकाशमा पुर्याउने। अर्कोको लक्ष्य ठ्याक्कै उल्टो, थोरैभन्दा थोरै उपभोग गरेर धेरैभन्दा धेरै खुसी र कल्याण हासिल गर्ने। मतलब एउटाले भन्छ मोर इज बेटर, अर्कोले भन्छ इनफ इज बेस्ट। अब कुरा गरौँ हाम्रो सोचाइको। परम्परागत अर्थशास्त्रले के मान्छ भने मानिस स्वभावैले स्वार्थी हुन्छ, आफ्नो फाइदा मात्रै हेर्छ। तर बौद्ध अर्थशास्त्रले भन्छ होइन, हामी एक्लो छैनौँ, हामी सबै एकअर्कासँग, यो प्रकृतिसँग जोडिएका छौँ। मेरो कामले अरूलाई असर गर्छ, अरूको कामले मलाई। त्यसैले स्वार्थभन्दा पनि करुणा र सहकार्य महत्त्वपूर्ण छ। हाम्रो इच्छा, हाम्रो चाहना, यसमा पनि यी दुई प्रणालीको दृष्टिकोण आकाश जमिनको फरक छ। एउटाले भन्छ अझै चाहौँ, अझै किनौँ, अझै उपभोग गरौँ। विज्ञापनहरूले यही त गर्छन् नि, होइन? तर बौद्ध अर्थशास्त्रले भन्छ एकछिन, आफ्नो चाहनालाई सरल बनाऊ। र सबैभन्दा रमाइलो कुरा के हो भने जब हामी कम चाहन्छौँ, हामी अचम्मसँग धेरै खुसी हुन्छौँ, किनकि त्यो अझै पुगेन भन्ने दौड नै सकिन्छ। त्यसो भए यही कम चाहनाको कुरालाई अलि गहिरिएर हेरौँ। बौद्ध अर्थशास्त्रको एउटा एकदमै महत्त्वपूर्ण सिद्धान्त छ पर्याप्तताको सिद्धान्त। सुन्दा कस्तो लाग्छ होइन? थोरै नै धेरै हो रे। आखिर यो भनेको के हो त? यो विचार कुनै नयाँ पनि होइन। हेर्नुहोस् त, हजारौं वर्ष अघि रोमन दार्शनिक सेनेकाले के भनेका थिए? मानिसलाई गरिब बनाउने कुरा थोरै हुनु होइन, बरु धेरै चाहनु हो। कति गहिरो कुरा! समस्या पैसामा होइन रहेछ, समस्या त कहिल्यै नभरिने हाम्रो इच्छामा रहेछ। त्यसो भए पर्याप्तताको लक्ष्य के हो त? पहिलो कुरा, आधारभूत आवश्यकता, मतलब घाँस, बाँस, कपास बाहेकका अनावश्यक चाहनाहरू कम गर्ने। दोस्रो, यो बुझ्नु कि समस्या धन होइन, धनप्रतिको हाम्रो अत्यधिक मोह हो। यसो गर्दा के हुन्छ? प्रकृतिमाथिको बोझ कम हुन्छ र सबैभन्दा महत्त्वपूर्ण, थोरै उपभोगबाटै धेरैभन्दा धेरै सन्तुष्टि र खुसी मिल्छ। यो कुनै कन्जुसियाई वा त्याग होइन, यो त एउटा स्मार्ट छनौट हो, अनावश्यक तनावबाट मुक्त हुने बाटो। अब कामको कुरा गरौँ। हामीमध्ये धेरै जसोको लागि काम के हो? पैसा कमाउने एउटा माध्यम। आइतबार आउँदा दिक्क लाग्ने, शुक्रबार आउँदा खुसी हुने, यस्तै त हो नि, होइन? तर बौद्ध अर्थशास्त्रले सोध्छ कि काम भनेको यति मात्रै हो कि यसको उद्देश्य तलबको चेकभन्दा पनि ठूलो हुन सक्दैन? एकजना प्रख्यात अर्थशास्त्री E.F. सुमाकरले कामको 3वटा गजबका उद्देश्य बताएका छन्। पहिलो, कामले हामीलाई आफ्नो सिप र क्षमता प्रयोग गर्ने र विकास गर्ने मौका दिन्छ। दोस्रो, जब हामी अरूसँग मिलेर एउटै लक्ष्यको लागि काम गर्छौँ, हाम्रो म भन्ने अहङ्कार कम हुन्छ, हामी एउटा टिमको हिस्सा बन्छौँ। र तेस्रो, हामी समाजलाई चाहिने वस्तु र सेवाहरू उत्पादन गर्छौँ। यसरी हेर्दा त काम बोझ होइन, बरु आफूलाई र समाजलाई विकास गर्ने एउटा अवसर पो रहेछ। ल, यति बेरसम्म हामीले व्यक्तिगत कुरा गर्यौँ, तर के यस्ता सिद्धान्तहरू देशको स्तरमा पनि लागू हुन सक्छन् त? बिल्कुल सक्छन्। र यसको सबैभन्दा राम्रो उदाहरण हो हाम्रो छिमेकी देश भुटान। सोचौँ त, एउटा देश कति सफल छ भनेर कसरी नाप्ने? परम्परागत तरिका हो जीडीपी, अर्थात् कुल घार्यस्थ्य उत्पादन। कति सामान बन्यो, कति पैसाको कारोबार भयो, यति मात्रै। तर भुटानले एउटा फरक बाटो रोज्यो।
जुन हो जीएनएच अर्थात् कुल राष्ट्रिय खुशी। देशको सफलता पैसामा होइन, जनताको खुशीमा नाप्ने। कुल राष्ट्रिय खुशी जीएनएचको अवधारणा भुटानले सन् 1972देखि नै अपनाएको हो। यसको मतलब पैसा कमाउनु हुँदैन भन्ने होइन, तर भौतिक विकास र आध्यात्मिक कल्याणबीच एउटा सन्तुलन हुनुपर्छ भन्ने हो। यसले पैसाको साथसाथै राम्रो वातावरण, बलियो संस्कृति र मानिसहरूको मानसिक शान्तिलाई पनि उत्तिकै महत्त्व दिन्छ। यो साँच्चै मानिसलाई केन्द्रमा राख्ने विकासको मोडल हो। अब हामी बौद्ध अर्थशास्त्रको अर्को एउटा निकै महत्त्वपूर्ण सिद्धान्तमा जाँदैछौँ, अहिंसा। अहिंसा भन्ने बित्तिकै हामी कसैलाई शारीरिक चोट नपुर्याउनु भन्ने बुझ्छौँ, तर अर्थशास्त्रमा यसको अर्थ त्योभन्दा धेरै फराकिलो र गहिरो छ। अर्थशास्त्रमा अहिंसा भनेको के हो? यसको मतलब हाम्रो हरेक आर्थिक क्रियाकलापले कसैलाई पनि दुःख नदियोस्। यसले भविष्यका पुस्ता र यो प्रकृतिको पनि ख्याल राख्छ। हामीले प्रयोग गर्ने स्रोत साधन जस्तै पानी वा खनिजलाई एकदमै होशियारीपूर्वक प्रयोग गर्ने, ताकि भविष्यमा द्वन्द्व नहोस्। यसले ठूला उद्योगभन्दा पनि साना र स्थानीय उत्पादनलाई जोड दिन्छ। सरल भाषामा भन्दा हामीले किन्ने हरेक सामानले कसैलाई शोषण त गरिरहेको छैन वा प्रकृतिलाई नोक्सान त पुर्याइरहेको छैन भनेर सोच्नु नै आर्थिक अहिंसा हो। यसलाई बुझ्न एउटा सानो उदाहरण हेरौँ। समुदाय समर्थित कृषि। यसमा के हुन्छ भने हामी सिधै किसानबाट तरकारी किन्छौँ। यहाँ क्रेता र विक्रेताको मात्र सम्बन्ध हुँदैन, यहाँ विश्वासको, सहकार्यको सम्बन्ध बन्छ। हामीलाई थाहा हुन्छ हाम्रो खाना कहाँबाट आयो, कसरी उत्पादन भयो। किसानलाई पनि बजारको ग्यारेन्टी हुन्छ। यो शुद्ध व्यापार मात्र भएन, एउटा मानवीय सम्बन्ध बन्यो। त्यसो भए कुराको चुरो के हो त? बौद्ध अर्थशास्त्रले हामीलाई सम्पत्ति वा धनको परिभाषा नै फेरि सोच्न लगाउँछ। के धन भनेको ब्याङ्कमा भएको पैसा मात्रै हो, वा हाम्रो स्वास्थ्य, हाम्रो परिवारसँगको सम्बन्ध, हाम्रो मानसिक शान्ति र यो सुन्दर प्रकृति पनि हाम्रो सबैभन्दा ठूलो धन हो? र यो सबै दर्शनको मुटुमा एउटै शब्द छ, अन्तर्निर्भरता। हामी कोही पनि एक्लो छैनौँ, हामी सबै एकअर्कासँग र यो प्रकृतिसँग जोडिएका छौँ। जब हामी यो कुरा मनबाटै बुझ्छौँ, तब हाम्रो हरेक आर्थिक निर्णय सानोभन्दा सानो किनमेलदेखि ठूला व्यापारसम्म आफै बदलिन्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछौँ। हामी एउटा यस्तो ग्रहमा छौँ जहाँ स्रोत साधन सीमित छन्, सधैँलाई पुग्दैन। यस्तो अवस्थामा के अनन्त उपभोगको पछि दौडनु बुद्धिमानी हो, वा आफ्नो उपभोगलाई कम गरेर जे छ त्यसमा सन्तुष्ट रहनु नै सबैभन्दा तार्किक र सही बाटो हो? सोचौँ है त।